सबैजनालाई स्वागत छ तपाईँलाई यो युट्युब च्यानलमा। हिजो मैले तपाईँलाई दुईवटा क्वेसन चाहिँ गर्न सिकाएको थिएँ भने आज मैले एउटा क्वेसन गर्छु, आज एउटा गर्छु, दुईवटा गर्छु, म सिकाउनेछु। र मैले एउटा चाहिँ क्वेसन मैले चाहिँ भिडियो रेकर्ड गरेको थिएँ, लास्टमा चाहिँ कता गएछ। सो म यति यहाँसम्म गरिरहेको थिएँ। सो म एक्सप्लेन गर्छु र म क्वेसन चाहिँ स्क्रिनमा राख्छु है त। फर्स्टमा तपाईँले क्वेसन गर्नुभन्दा अघि चाहिँ तपाईँले एकदम मजाले फर्मेट गराउनु होला। मल्टी स्टेट इन्कम यो सबै फर्मेट गराउनु र पार्टिकुलर एमाउन्ट भनेर लेख्नु। यो क्वेसन सुरु गर्दाखेरि चाहिँ फर्स्टमा चाहिँ तपाईँले फर्मेट गराउनु होला। अब यसमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि फर्स्टमा हामीले सेल्स रेभिन्यू लेख्नुपर्छ। सेल्स रेभिन्यू 1,70,000 दिएको छ। अब यो सेल्स रेभिन्यू दिँदाखेरि चाहिँ मजाले हेर्नु होला, त्यहाँ सेल्स रिटर्न हो भने चाहिँ माइनस गर्नुपर्छ, सर्भिस रेभिन्यू दिएको छ भने एड गर्नुपर्छ। तर यो क्वेसनमा दिएको छैन, झन् सजिलो भयो, जुन हामीले त्यो बढी होइन टाइम त्यो क्यालकुलेसन गर्नुमा चाहिँ वेस्ट भएन। अब चाहिँ सेकेन्ड स्टेप भनेको COGS, कस्ट अफ गुड्स सोल्ड, त्यसलाई चाहिँ कस्ट अफ सेल पनि भनिन्छ। धेरै जस्तो क्वेसनमा चाहिँ COGS भनेर नै एमाउन्ट दिएको हुन्छ भने यो क्वेसनमा चाहिँ ओपनिङ स्टक, पर्चेज होइन अनि क्लोजिङ स्टक दिएको रहेछ, जुन चाहिँ COGS निकाल्ने कुराहरू हुन् है। यति नै हुन्छ, त्यस्तो धेरै नै हुन्न। जस्तै पर्चेज देख्यो भने अब पर्चेज रिटर्न हुनसक्छ, पर्चेज रिटर्न भयो भने चाहिँ पर्चेजबाट त माइनस गर्नुपर्छ। तर यो क्वेसनमा त्यस्तो केही पनि दिएको छैन, त्यस्तो हात लिनुपर्ने पनि छैन है त। त्यही भएर COGS निकाल्नलाई चाहिँ यति कुरा ध्यान दिनु पऱ्यो। अब फर्स्टमा चाहिँ अब सेल्स गरियो, अब लेस पनि गरियो COGS, त्यसबाट आएको एन्सरलाई चाहिँ ग्रस प्रफिट भनिन्छ है त। यतिसम्म आनन्द गर्नुहोस्, त्यसपछि झन् सजिलो है त। अब लेस गर्ने अपरेटिङ एक्सपेन्सेस। अपरेटिङ एक्सपेन्स चाहिँ दुईवटा प्रकारको हुन्छ, एउटा अफिस रिलेटेड हुन्छ भने एउटा सेलिङ रिलेटेड हुन्छ। अब अफिस एन्ड एडमिनिस्ट्रेटिभमा चाहिँ कस्तो कुराहरू जान्छ भन्दाखेरि अफिस रिलेटेड आइटमहरू जस्तै रेन्टहरू भयो, आउटस्ट्यान्डिङ भयो। अनि यो एक्सपेन्सेसहरू गर्ने बेलामा चाहिँ एउटा कुरा चाहिँ एकदम ख्याल गर्नु होला, त्यो हो एडजस्टमेन्ट। एडजस्टमेन्टमा चाहिँ दिएको आइटम चाहिँ जहिले पनि दुई ठाउँमा जान्छ होइन। एउटा चाहिँ आफ्नो रिलेटेडसित जान्छ, जस्तै यहाँ हेर्नु, हाम्रो रेन्टमा चाहिँ रेन्ट एन्ड रेट्सको चाहिँ एउटा भ्याल्यु दिएको छ 8,500 दिएको छ है। अनि त्यसपछि त्यसको एडजस्टमेन्टमा हेर्नु होला, त्यहाँ चाहिँ आउटस्ट्यान्डिङ दिएको छ। आउटस्ट्यान्डिङ दिएको छ भने आफ्नो रिलेटेडसित जस्तै रेन्टसितै एड गर्ने, र यो अब आउने यो आउटस्ट्यान्डिङ चाहिँ कहाँ जान्छ, लाइबिलिटिजमा जान्छ। हो त्यसरी बुझ्नु होला है त। प्रिपेड दिएको छ भने माइनस हुन्छ, अनि आउटस्ट्यान्डिङ दिएको छ भने त्यसलाई चाहिँ एड गर्नुपर्छ। अब अफिस स्यालेरी हेर्नुहोस् 36,000 दिएको छ। अब प्रिपेड हो भने होइन, अब प्रिपेड यसको एडजस्टमेन्टमा दिएको छ है, प्रिपेड दियो भने के हुन्छ, माइनस गर्ने है त। अब यो प्रिपेड एउटा चाहिँ यहाँ एडजस्ट गरियो, अब एउटा अर्को कहाँ गरिन्छ त भन्दाखेरि करेन्ट एसेट्समा गरिन्छ है त। अब हेर्नु, एडजस्टमेन्टमा दिएको कुराहरू जहिले पनि दुईवटा आइटममा जान्छ भनेर एकदम ख्याल गर्नु होला। अब हाम्रो फेरि अझ एउटा के दिएको छ भन्दाखेरि प्रिपेड इन्सुरेन्स वाज एक्सपायर भन्ने हो। यो एक्सपायर भन्ने चिज पनि जान्छ यहाँ। अब यहाँ मजाले लेख्ने। अब त्यसपछि डिप्रिसिएसन पनि दिएको छ है त। यो खर्चहरू भयो भने त एक्सपेन्सेस भयो नि यिनीहरू त। अब जस्तै डिप्रिसिएसनको कस्तो भन्दाखेरि अब कुनै आइटममा जस्तै मेसिनहरू किन्दाखेरि तपाईँले 1 वर्ष युज गर्नुभयो अनि पछि तपाईँले बेच्नुभयो भने पहिला किन्दाको एमाउन्टमा मान्छेले तपाईँले बेच्न सक्नु हुँदैन नि त, त्यसको भाउ घट्छ नि त। हो त्यस्तो खाले त, यो डिप्रिसिएसन भइहाल्यो। अनि त्यही भएर डिप्रिसिएसन ल्यान्डमा रहेछ र अनि यो गरेँ त। त्यसको 5% हो, 1,56,000 को चाहिँ 7,800 आउँदो रहेछ। अनि त्यसपछि हामीले यो सबै टोटल गरेर यहाँ आयो। अब सेकेन्डमा आउँछ सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस। अब यसमा चाहिँ लाग्ने आइटमहरू एडभर्टिजमेन्ट हुन्छ। तपाईँले एउटा दोकान गर्नुपर्छ एउटा, अनि त्यसपछि अब तपाईँले चाहिँ एडभर्टिज गर्नुभयो, त्यसमा एक्सपेन्सेसहरू हुन्छ नि त। सो त्यही भएर चाहिँ एडभर्टिजमेन्ट हुन्छ। अनि क्यारेज आउटवर्स भइहाल्यो होइन, डिस्काउन्ट अलर्ट गर्ने, ब्याड डेब्स एक्सपेन्सेस यो आइटममा हुन्छ। तपाईँले चाहिँ के गर्नु होला भन्दाखेरि एउटा इजी टिप्स चाहिँ के गर्नु भन्दा यो दुईवटा एक्सपेन्समध्ये एउटालाई चाहिँ एकदम मजाले जान्नु होला। त्यो जान्यो भने चाहिँ बाँकी अर्को एउटा एक्सपेन्सेस चाहिँ मजाले जानिन्छ कि। एक्सपेन्सेसहरू त्यस्तो तलमाथि हुँदाखेरि त्यस्तो केही फरक चाहिँ पर्दैन इक्जाममा, एन्सर चाहिँ मिल्नु पऱ्यो है त। अब यतिसम्म गरिसकेपछि दुईवटा एक्सपेन्सेसहरूलाई चाहिँ मजाले प्लस गर्ने र यहाँ लेख्ने है त टोटल दुईवटाको यो
64,300 र 41,100लाई चाहिँ एड गरेर चाहिँ यो लेख्ने होइन, ए प्लस बी भनेर यसरी लेख्ने है त। अनि त्यसपछि अर्को स्टेप भनेको यो ग्रोस प्रफिट छ कि नै, यो ग्रोस प्रफिटबाट यो एमाउन्ट आएको र अब यहाँ लेस भनेको किन, त्यही भएर हामीले यसलाई लेस लेख्छौँ है त। यसलाई चाहिँ लेस ब्राकेट लेख्नु हुन्छ। अब योबाट यो घटाउँदाखेरि 19,600 आउँछ। अब थर्ड स्टेप भनेको हाम्रो के हो त भन्दा अदर रेभिन्यू एन्ड एक्सपेन्सेस है त। अदर रेभिन्यू एन्ड एक्सपेन्सेसमा चाहिँ इन्कमहरू जान्छ। अब कस्तो इन्कम कहाँ दिन्छ भन्दाखेरि चाहिँ यो ट्रायल ब्यालेन्सको क्रेडिट साइडमा दिन्छ। अब यस्तै इन्कमहरू जस्तो कमिसन इन्कम होइन, कमिसन रिसिभ्ड, अनि केही कुरा रिसिभ्ड भनेर चाहिँ क्रेडिट साइडमा दियो भने त्यो इन्कम हुन्छ भनेर बुझ्नु। जस्तै अदर इन्कमहरू दिएको हुन्छ, तर हाम्रो क्वेसनमा चाहिँ ब्याड डेप्स रिकभर, यो रिकभर पनि इन्कम नै हो है साथीहरू। एक्सपेन्सेस भनेर चाहिँ हेर्नु, ब्याड डेप्स एक्सपेन्सेस भनेर चाहिँ एक्सपेन्सेस यो डेबिट साइडमा दिएको छ क्या, डेबिट साइडमा देख्यो भने यो चाहिँ के हुन्छ एक्सपेन्सेस, तर क्रेडिट साइडमा दियो भने चाहिँ यो चाहिँ इन्कम हुन्छ भनेर बुझ्नु होला। ल मजाले हेर्नु होला यतिसम्म। अब नेक्स्ट स्टेप भनेको चाहिँ दिएको यसलाई चाहिँ मजाले हेर्नु होला। अब सेकेन्ड भनेको चाहिँ लेस गर्नुपर्छ, हामीले के गर्नुपर्छ, लेस अदर एक्सपेन्सेस एन्ड लसेस होइन। अदर एक्सपेन्स एन्ड लसेसमा धेरै जस्तो दिने एउटा आइटम के हो त भन्दाखेरि चाहिँ इन्ट्रेस्ट अन डिभेन्चर। इन्ट्रेस्ट अन डिभेन्चर हरेक क्वेसनमा दिएको हुन्छ, मजाले ध्यान दिएर हेर्नु होला। यो एकदम फिक्स टाइप नै हुन्छ नि, यो आइटम नै फिक्स टाइम हो कि फिक्स्ड वाला होइन। सो अब अदर इन्कमलाई चाहिँ एड गर्ने र अदर एक्सपेन्सेस एन्ड लसेसहरूलाई चाहिँ माइनस गर्नु चाहिँ नबिर्सनु होला। त्यसपछि चाहिँ यो क्वेसनमा दिएको छ इन्ट्रेस्ट अन डिभेन्चर 3,000 दिएको छ होइन। अब अहिले आएको हाम्रो यता हेर्नु, यो 19,600बाट चाहिँ 3,000लाई माइनस गर्नु। यहाँ चाहिँ घरमा त डिस्टर्ब हुने कि। अनि त्यसपछि लेस गर्ने होइन, लेस गर्दाखेरि चाहिँ इन्ट्रेस्ट अन डिभेन्चर 3,000 दिएको छ। यो 19,600मा चाहिँ यो 7,000 माइनस गरेर भने कति आउँछ, 26,600 आउँछ है त। अब यसलाई भनिन्छ प्रफिट बिफोर ट्याक्स। यसलाई प्रफिट बिफोर ट्याक्स किन भनिएको त भन्दा यसमा कुनै ट्याक्सहरू माइनस गरिएको छैन नि त, त्यही भएर है त। अब त्यसपछि अब प्रफिट बिफोर ट्याक्स आइसकेपछि चाहिँ हामीले फेरि लेस गर्नुपर्ने हुन्छ इन्कम ट्याक्स एक्सपेन्सेस। यो पनि फिक्स नै हो, यो आइटम जहिले पनि हरेक क्वेसनमा दिएको हुन्छ है त, यो जहिले पनि दिएकै हुन्छ। इन्कम ट्याक्स एक्सपेन्सेस यो पनि माइनस गर्ने है त, माइनस गर्न चाहिँ ब्राकेट दिनु हुन्छ, यसरी ब्राकेट लेख्ने। अब यो दुईवटा माइनस गरेर आएको एन्सरलाई चाहिँ के भन्छ, प्रफिट आफ्टर ट्याक्स। अब यति गरेपछि हामीले के भन्नु, यो आइटम चाहिँ भ्याएँ है त। अब हाम्रो बाँकी भनेको चाहिँ ब्यालेन्स सिट बनाउनु हो। ब्यालेन्स सिट बनाउनु चाहिँ अब चाहिँ ब्यालेन्स सिट गरौँ है त। ब्यालेन्स सिटको चाहिँ एकदम मजाले फर्मेट गराउनु होला यसरी होइन। अब यहाँ सबै क्लासिक होइन त लेख्नु, म त लेखिनँ, मजाले लेख्नु होला है त। पार्टिकुलर एमाउन्ट एन्ड एमाउन्ट है त। अब चाहिँ के हुन्छ हेर्नु होला त। करेन्ट एसेट्स है त, करेन्ट एसेट्सहरू के हुन् त र कता कता छन् है त। हामीसँग सन्ड्री डेब्टर्स दिएको रहेछ। सन्ड्री डेब्टरको अरूको नाम अरूको नाम चाहिँ के भन्दाखेरि एकाउन्ट रिसिभेबल पनि भन्छ। यसलाई यहाँ त लेखिदिन्छु मैले, एकाउन्ट रिसिभेबल पनि भन्छ अथवा बिल रिसिभेबल पनि है त। यसको नझुकिनु होला, यो चाहिँ अरू क्वेसन, यो एडजस्टेड के भन्छ त्यसलाई, सरी वर्कसिट गराउँदाखेरि चाहिँ काम लाग्छ है। यिनीहरू यसको फरक फरक नाम दिन्छ अनि हामीले चाहिँ एउटै मान्नुपर्छ, नझुकिनु होला है त। यसको एमाउन्ट पनि दिएको छ, मजाले हेर्नु, 21,000 दिएको छ है त। अनि आउँछ एउटा प्रिपेड रहेछ, प्रिपेड इन्सुरेन्स कति दिएको छ हामीसँग, राम्रोसँग हेर्नु, हामीलाई 4,800 दिएको छ। अब फेरि अघि मैले भनिहालेँ प्रिपेड इन्सुरेन्स एक्सपायर दिएको थियो नि हामीले, जुन हामीले लेख्यौँ नि त्यहाँ। अब दुई ठाउँमा जान्छ किनकि त्यो चाहिँ एडजस्टमेन्टमा दिएको छ, त्यही भएर दुई ठाउँमा जान्छ। त्यो भएर करेन्ट एसेट्समा जान्छ, प्रिपेड इन्सुरेन्स एक्सपायर भनेर लेख्नु होला। एमाउन्ट चाहिँ 3,000, यो चाहिँ माइनस गरिन्छ है। अब आउँछ क्लोजिङ स्टक। क्लोजिङ स्टक पनि करेन्ट एसेट्स हो।
अब त्यसपछि हाम्रो क्वेसनमा के छ देखौँ न, प्रिपेड अफिस रेन्ट पनि दियो है, प्रिपेड अफिस स्यालेरी कति दियो दिएको छ है त। अब यति नै दिएको रहेछ, यसलाई मजाले क्यालकुलेट गर्नु है त। म पनि यहाँ क्यालकुलेट गर्छु, तपाईँ पनि क्यालकुलेट गर्नु है त। 21,000 प्लस 48 सरी माइनस अनि 3,000 प्लस 65,000 प्लस 91,000, यसलाई चाहिँ यहाँ लेख्छु ल मैले, 91,300 है त। अब सेकेन्ड स्टेप भनेको चाहिँ इन्भेस्टमेन्ट है त। इन्भेस्टमेन्ट हाम्रो क्वेसनमा चाहिँ इन्भेस्टमेन्ट कति दिएको, हजुर दिएको रहेछ। इन्भेस्टमेन्ट कति दिएको छ यहाँ लेख्छु ल, यहाँ एउटा है यहीँ लेख्दै हुन्छ, यो भएर न। तपाईँले चाहिँ यो गर्दाखेरि एकदम राम्रोसित गर्नु होला। मलाई फेरि के हुन्छ भने यहाँसम्म यो मल्टी स्टेप गर्दाखेरि चाहिँ मजा आउँछ होइन, राम्ररी गर्न मन लाग्छ। तपाईँ ब्यालेन्स सिटमा एकदम झ्याउ लाग्छ, किनकि के हुन्छ भने तपाईँले यो क्वेसन यो मल्टी स्टेपको चाहिँ एन्सर बनाउनु भयो भने यो एकदम गाह्रो हुँदैन कि, त्यही भएर चाहिँ मलाई चाहिँ अल्छी लाग्छ। तर चाहिँ तपाईँहरूले चाहिँ अल्छी नगर्नु होला। पछाडिको नोइजले चाहिँ एकदम मजाले इग्नोर गर्नु होला, एकदम नोइज छ यहाँ चाहिँ, मान्छेहरू हल्ला एकदम छ अनि गाडीहरूको पनि एकदमै छ कि एकदम हल्ला। तर यो हल्लालाई चाहिँ बाल नदिनु होला, आफ्नो स्ट्रिप पढाइलाई ध्यान दिनु होला है त। थर्डमा फेरि के भन्दा फिक्स्ड एसेट है त। फिक्स्ड एसेट्सहरूमा चाहिँ के फिक्स्ड एसेटहरू चाहिँ के पर्छ त तपाईँलाई थाहै होला, 11मा पनि पढ्नुभयो होला नि त होइन। अब यहाँ क्वेसनमा दिएको छ ल्यान्ड एन्ड बिल्डिङ। अब ल्यान्ड एन्ड बिल्डिङमा चाहिँ कति दिएको छ, 156,123 माइनस 7,800। सिट मैले यहीँ गरेँ कि फेरि, अब यो चाहिँ तपाईँलाई थाहै नै छ होला होइन, मैले धेरै भन्न नि पर्दैन होला सायद। तर केही कन्फ्युज भयो भने चाहिँ प्लिज भन्नु होला, आई क्यान हेल्प यु। हर्स एन्ड डङ्की अरे हजुर नि त, यो हर्स यो पनि फिक्स एसेट नै हुन्छ है, यो लाइभ स्टक हुन्छ यसलाई चाहिँ। क्वेसनमा दिएको छ हेर्नु होला, 28,000 होइन। अब यसलाई यति नै दिएको छ क्या, म राम्रोसँग क्वेसनहरू चाहिँ एकछिन ल। यसको चाहिँ यति नै रहेछ है त, 176,200 है त। यसको यो एड गरेँ मैले। अब अझै एउटा चाहिँ छ है, अब चाहिँ लास्टमा के छ त भन्दाखेरि इन्टेन्जिबल फिक्स एसेट अथवा त्यसलाई चाहिँ फिक्टिटियस एसेट्स भन्छ है त। फिक्टिटियस हो क्या होइन, हल्का प्रोनाउन्सिएसन चाहिँ एकदम फरक हुने कि ल। अब इन्टेन्जिबल फिक्स एसेट लेख्दिएँ मैले चाहिँ। अब इन्टेन्जिबल कस्तो भन्दा प्याटेन्ट राइट्स होइन, गुडविलहरू पर्छ है त। हाम्रो क्वेसनमा चाहिँ प्याटेन्ट राइट दिएको छ है त। प्याटेन्ट राइट कति दिएको क्वेसनमा हेर्छु, 39,000 कति हो 600 दिएको छ है त। अब यहाँ चाहिँ प्रिलिमिनरी पनि हुन्छ, प्रिलिमिनरी एक्सपेन्सेस कति दिएको छ क्वेसनमा, 4,000 दिएको छ है त। मजाले प्र्याक्टिस गर्नु होला, यो त फिक्स क्वेसन 8 मार्क्सको हो। त्यस्तो गाह्रो त्यस्तो बब्बाले त केही पनि हुँदैन है, आत्तिनु पर्ने केही पनि छैन यसमा चाहिँ। तर क्वेसनमा चाहिँ एकदम घुमाएर आउनु सक्छ, तर जति घुमाए पनि तपाईँले चाहिँ यो यहाँ जान्छ भन्ने बुझ्नु हो भने जति घुमाए पनि तपाईँ घुम्नुहुन्न है त। यसको टोटल कति आउँछ म क्यालकुलेटरमा क्यालकुलेट गर्छु है त। कति आउँछ 3,20,100 है त। 3,20,100 च्याप लाएर आउँछ। यसलाई चाहिँ टोटल एसेट्स भनेर लेख्नु होला है त। टोटल एसेट्स भनेर लेख्नु होला है, पछाडि रहेछ ल। अब चाहिँ यो टोटल एसेट्सको त आयो, अब पालो आयो लाइबिलिटिजको। तर यस्तो अक्षर चाहिँ नगराउनु होला, चुटिक्क पारेर लेख्नु होला है।
आज म कस्तो अल्छी लागिरहेको थिएँ, त्यही पनि स्टिल म हिँडिरहेको छु, म बनाइरहेको छु। तपाईँले हेरिदिनु होला। म बोल्ने भन्दा म धेरै के अरे पढाउने भन्दा धेरै बोल्छु जस्तो लाग्छ मलाई। म फेरि कस्तो मान्छे भन्दाखेरि बोल्ने मात्रै होइन कि पढाउने पढ्ने पनि हो क्या फेरि। अब करेन्ट लाइब्रेरीमा चाहिँ के आइटम हुन्छ तपाईँलाई थाहा नै होला होइन। सन्ड्री क्रेडिटर हुन्छ। सन्ड्री क्रेडिटर हाम्रो क्वेसनमा कति दिएको छ प्लिज राम्रोसँग हेरिदिनु होला। 9,000 दिएको छ। अब फेरि मैले भनिहालेँ अहिलेको म जुन भन्थेँ नि आउटस्ट्यान्डिङ दुई ठाउँ जान्छ। एउटा आफ्नो रिलेटेड आइटमसँग चाहिँ प्लस भइसकेको छ भने अब अर्को आउँछ लाइब्रेरीजमा आउँछ कि नै के थियो अहिलेको आउटस्ट्यान्डिङ थियो है त। यो चाहिँ मेरो सेटअप चाहिँ बिग्रियो कि हेर्नु न। एउटा चाहिँ राख्ने ठाउँ थियो यो मेरो क्यामेरा, त्यो चाहिँ हालले चाहिँ अलि मिलेन। सो म एउटा हातले भिडियो गरिरहेको, एउटा हातले देखिरहेको, अनि मेरो खुट्टा गलिरह्यो किनकि म बसिरहेको। बस्दा बस्दा मेरो ढाड दुख्यो। ल म ब्याकमा हाँसेर यस्तो हाँसो लाग्छ मलाई त, यस्तो ढाड दुखिरहेको। ठिक छ म गरिरह। यो मैले कसरी भिडियो गरिरहेको भन्दाखेरि होइन म बसिरहेको, अनि त्यसपछि मेरो खुट्टामाथि मैले हात राखेको छु, अनि हातमा चाहिँ मैले आफ्नो एक्सपेन्सिभ क्यामेरा राखेको छु है त। भयो म धेरै बोलेँ। ल सिधै पढाइमा जाऊँ है त। ल करेन्ट लाइब्रेरीजमाको सन्ड्री क्रेडिटर जान्छ अनि आउटस्ट्यान्डिङहरू जान्छ। नोटिफिकेसन फेरि यति आउँछ, सरी म बन्द गर्छु ल। ल अब त्यसपछि अझै हाम्रो के छ प्रोभिजन फर ट्याक्सेसन। यो चाहिँ एकदम मजाले बुझ्नु होला है गाइज। यसमा चाहिँ कन्फ्युज हुनु होला तपाईँहरू, कन्फ्युज नहुनु। यो चाहिँ करेन्ट लाइबिलिटी हो है त। कति दिएको छ 5,600। यसको टोटल गर्छु है म, कति आउँछ गर्छु ल। क्यालकुलेट कहाँ गयो ल। 9,000 म चाहिँ फ्ल्यास बालेर गर्दा यहाँ क्यामेरामा पनि देखेर चाहिँ यता गर्छु ल। ल कति कालै देख्यो फेरि पनि प्लस 5,600 त गरेर 27,100 रुपियाँ आउँदो रहेछ। यसलाई चाहिँ मैले मजाले यहाँ गरेँ है त। अब सेकेन्ड आइटममा के जान्छ भन्दाखेरि, अब सेकेन्ड आइटममा हाम्रो के जान्छ भन्दाखेरि नन करेन्ट लाइबिलिटिज। करेन्ट लाइबिलिटिज यसलाई चाहिँ हामीले चाहिँ लङ टर्म डेब्ट भनिन्छ है त। लङ टर्म डेब्ट्स। अब यहाँ चाहिँ जहिले पनि डिभेन्चरहरू जान्छ है। डिभेन्चर देख्छ हाम्रो क्वेसनमा चाहिँ लङ टर्म चाहिँ जहिले पनि यहाँ डिभेन्चर हुन्छ क्वेसनमा चाहिँ, बुझ्नु होला। खालि डिभेन्चर दिएको हुन्छ। अब डिभेन्चर चाहिँ कति दिएको छ भन्दाखेरि चाहिँ 30,000 रुपियाँ दिएको छ है त। अब म पेज पल्टाउँछु है त। ल मैले पेज पनि पल्टाइसकेँ। अब आइरह हुन्छ थर्ड आइटम है त, लास्ट भयो बिहान लाग्यो। यसलाई चाहिँ अनर इक्विटी सेयर होल्डर पनि भनिन्छ है त। म त्यही लेखिदिउँ अनर्स इक्विटी त अनर्स इक्विटी अथवा सेयर होल्डर्स इक्विटी पनि भनिन्छ है त। फर्मेट चाहिँ गराउनु है, मलाई झ्याउ लाग्यो यति गरेँ किनकि धेरै गर्नु परेन नि त। अब यहाँ जहिले पनि जाने एकदम फिक्स नै हुन्छ हो, यसलाई गाह्रो मान्ने हुँदैन है। सेयर क्यापिटल दिएको छ कति 2 लाख रुपियाँ दिएको छ है त। अब आउँछ जेनरल रिजर्भ JENERAL जेनरल रिजर्भ। यो पनि एकदम फिक्स हो। धेरै जस्तो क्वेसनमा यहाँ देखिरहेको हुन्छु मैले, तपाईँहरूले पनि देख्नुभयो होला प्र्याक्टिस गर्दाखेरि। ओल्ड इज गोल्डबाट पनि प्र्याक्टिस गर्नु। अब इक्जाम आउनु लाग्यो तपाईँहरूको, अब धेरै महिना छैन। अबदेखि यत्रो महिना नपढेर अब फाइनलतिर आएर पढे पनि सकिन्छ है। तर अब चाहिँ स्टार्ट गर्नु, अब पनि भोलि नभन्नु।
मजाले गर्नु, त्यस्तो गाह्रो केही पनि हुँदैन। गाह्रो चाहिँ अब सुरुमा चाहिँ गाह्रो लाग्छ, तर स्टेप लिनु पढ्छु भनेर पढ्नुहोस्, अगाडि बढ्नुहोस्, लाइफ चाहिँ खतरा गराउनु है त। अनि 12 पछि मौज गर्छु भनेर चाहिँ नबस्नु होला। 12 पछि झन् जे हुन्छ, म चाहिँ पढाउने भन्दा पनि बाहिर गएर गफ गर्दा हो। ल मैले क्यालकुलेटर पनि गरिहालेँ, मैले गरेर लेखिदिएँ है, गाह्रो हुन्छ भनेर। ल ठिक छ, ल अब चाहिँ टोटल गर्छु है मैले, अब टोटल गर्छु, तपाईँहरू पनि गर्दै गर्नु है त। टोटल गर्दाखेरि चाहिँ 3,20,100 आउँछ है यसको पनि भनेर। एउटै आयो भने मिल्यो भन्ने बुझ्नु, तपाईँहरूलाई पनि थाहा होला। अब टोटल लाइबिलिटिज भनेर लेख्ने, टोटल लाइबिलिटिज भनेर टक्क लगाएर एन्सर लेख्ने। ल यो क्वेसन चाहिँ भयो, मजाले हेर्नु होला है। यो यति राम्रो चाहिँ प्र्याक्टिस गरेर भ्याउँ है त। तपाईँले स्क्रिनसट लिन्छ भने पनि ल म दिन्छु, 1 सेकेन्ड, 1 2 3 लिनु होला। ल यता पनि टक्क लगाएर गरिदिनु होला है त, यता पनि टक्क लगाएर दिनु होला। ल तपाईँहरूलाई मैले लास्ट एउटा भिडियो एउटा क्वेसन चाहिँ गराउँछु ल। तपाईँले चाहिँ गर्ने बेलामा चाहिँ एकदम फर्मेट गर्नु होला मजाले, मैले त्यसरी तानिदिएँ ल। क्यामेरा एकदम हलिरहेको छ किनकि मैले एउटा हातले गरिरहेको छु। प्लिज डोन्ट माइन्ड है त। यस्तो गाह्रै हेर्ने अति नबुझ्नु भयो भने प्लिज यु क्यान कन्सल्ट मी है त। ल क्वेसन चाहिँ मैले चाहिँ तपाईँलाई चाहिँ कहाँ राखिदिन्छु भन्दा स्क्रिनमा राखिदिन्छु। अब क्वेसन गर्नपट्टि लागौँ। मैले भनिहालेँ फर्स्टमा के गर्नुपर्छ, सेल्स रेभेन्यू होइन। सेल्स रेभेन्यू हाम्रो क्वेसनमा कति दिएको छ, 10 लाख रुपियाँ। सरी यो क्वेसन त मैले हिजो गराएको रहेछ, म क्वेसन खोज्छु ल फेरि। ल मैले चाहिँ के गरेँ भन्दाखेरि सेल्स रेभेन्यू लेखेँ, अब मार्क क्वेसन खोजेँ, त्यहाँ चाहिँ कति रहेछ, 5 लाख रुपियाँ रहेछ है त। अब चाहिँ यो क्वेसनमा राम्रोसँग हेर्नुभयो भने यहाँ मैले अघि भनेको क्वेसनहरू टिप्सहरू छ। के हो भन्दाखेरि सर्भिस रेभेन्यू। अब सर्भिस रेभेन्यू आयो भने के गर्नुपर्छ, प्लस गर्नुपर्छ। सेल्स रिटर्न भएको भए के गर्नुपर्थ्यो, माइनस गर्नुपर्छ। यो कुरा चाहिँ एकदम मजाले बुझ्नु होला, धेरै इम्पोर्टेन्ट हुन्छ है त। अब यहाँ हेर्ने सर्भिस रेभेन्यू, सर्भिस रेभेन्यू हाम्रो कति छ त भन्दा 46,000 रुपिस छ है त। अब यसलाई प्लस गरेर सटक्क यहाँ लेख्नु होला। फेरि मैले भनिहालेँ, फेरि यो अर्को क्वेसन हो, मैले क्वेसन 2 भनेर दिन्छु है। यहाँ चाहिँ मैले भनिहालेँ मजाले फर्मेट अर्को यस्तै चिटिक्क यस्तरी गराउनु होला है त। यो क्वेसन चाहिँ यस्तरी चाहिँ नगर्नु होला है त। यहाँ पार्टिकुलर एमाउन्ट भन्नु, तर मलाई कस्तो अल्छी लाग्यो, यसो डार्क थियो मेरो त। ठिक छ, अब फर्स्ट स्टेप भयो। सेकेन्ड स्टेप हाम्रो भनेको लेस गर्नुपर्छ। के गर्नुपर्छ, कस्ट अफ गुड्स सोल्ड है त। कस्ट अफ गुड्स सोल्ड होइन, गुड्स भन्छ गुड्स। अब यहाँ पनि के दिएको छ भन्दाखेरि यहाँ चाहिँ के दिएको, ओपनिङ इन्भेन्ट्री। यहाँ चाहिँ एकदम फिक्स आइटमै हो, त्यस्तो आत्तिनु पर्दैन। कस्ट अफ गुड्स सोल्ड कसरी निकाल्ने होला भनेर आत्तिनु पर्दैन, यहाँ चाहिँ फिक्स नै दिएको हुन्छ। कस्तो त धेरै जस्तो क्वेसन एक्जामहरूमा चाहिँ यस्तरी दिँदैन, किनकि धेरै टाइम लाग्छ नि त। त्यही भएर यसको एमाउन्ट नै भनेर दिएको हुन्छ, तर यति दिएन भने पनि ओपनिङ स्टक, क्लोजिङ स्टक अनि पर्चेस दिएको हुन्छ है। त्यस्तो बाहिर केही नयाँ दिएन। पर्चेस भनेर 3,50,000 दिएको छ। अब चाहिँ पर्चेस देख्यो भने मजाले हेर्नु क्वेसनमा, पर्चेस रिटर्न पनि दिएको हुन्छ। पर्चेस रिटर्नले चाहिँ घटाउने काम गर्छ है त, घटाउनु पर्छ है। मैले अघि नै पनि भनिसकेको थिएँ। अब क्लोजिङ इन्भेन्ट्री, क्लोजिङ इन्भेन्ट्रीलाई पनि माइनस गर्नुपर्छ। 70,000 दिएको छ क्वेसनमा। अब मजाले यसलाई चाहिँ के गर्नु भन्दाखेरि क्यालकुलेट गर्नु। म पनि यता गर्छु ल। 55,000। यहाँ एकदमै नोइज छ यहाँ बाइकहरूको। जिरो सिभिक सेन्स क्या। ल ठिक छ, कति आयो, 3,28,000 है त।
टक्क लाएर ल टक्क मैले गरिसकेँ यहाँ। अब चाहिँ यसलाई के भन्छ अरे ग्रस प्रफिट भन्छ है त। अब आउँछ लेस गर्ने अपरेटिङ एक्सपेन्सेसहरू गर्नु है त। अपरेटिङ एक्सपेन्सेसमा चाहिँ के गर्नु भन्दा अफिस एन्ड एडमिनिस्ट्रेटिभ होइन। अब एक्सपेन्सेसहरू अपरेटिङ भनेको दुइटा हुन्छ, एउटा अफिस हुन्छ, एउटा अर्को सेलिङ हुन्छ। अफिसमा चाहिँ कस्तो आइटम हुन्छ भने स्यालेरीहरू यताउति है त। यो चाहिँ क्वेसन तपाईँले एक दुईवटा गर्नुभयो भने पनि यो बुझिन्छ। यो ठ्याक्कै यही नै आइटम हुन्छ, जस्तो बाहिर एकदम नयाँ एकदम गाह्रो होइन सोच्नु नसक्नु त्यस्तो आउँदैन। तर त्यस्तो गाह्रो हुँदैन, प्र्याक्टिसै गर्नु होइन। बुकहरूको इक्जाम्पलहरूलाई हेर्नु होइन, अनि त्यही क्वेसनहरू गर्नु। अब यहाँ क्वेसनमा जेनरल एक्सपेन्स, अब एक्सपेन्स जति यहाँ सबैले लेख्नु यसरी दुईचोटि गरेपछि फेरि कति के अरे प्रिपेड। अब भनिहाल्यो प्रिपेड इन्सुरेन्स एक्सपायरी हो। यो चाहिँ एडिसनल इन्फर्मेसन देख। एडिसनल इन्फर्मेसनमा दिएको आइटमहरू दुई ठाउँमा जान्छ। एउटा अब यो चाहिँ यहाँ गयो एक्सपेन्सेसमा गयो, यो कहाँ जान्छ करेन्ट एसेट्समा जान्छ। यसको एमाउन्ट भनेको कति हो 21,000 है त। अब यहाँ के हो डिप्रिसिएसन अन प्लान्ट। डिप्रिसिएसन अन प्लान्ट भनेको 15% हो 168 1 2 3 है त। यो 1 2 3 भनेको जिरोलाई प्लिज अन्यथा रूपमा चाहिँ नलिनु होला। यसको एमाउन्ट कति आउँछ 25,200। अब यसलाई एड गर्नु होला है त। एड गर्नु होला। एड गर्दा एकदम ध्यान दिनु, फेरि एउटा जिरो लेख्न छोड्यो भने फेरि पुरै खेल खतम हुन्छ। फेरि कति आयो 1 यता लेखिदिन्छु र मैले 126,200। यसलाई चाहिँ टोटल ए भनेर लेखिन्छ है। र देखिन्छ होला मेरो हेडिङ झन् नराम्रो भयो यार, माफ गरिदिनु होला मलाई। हुन्छ सेलिङ एन्ड डिस्ट्रिब्युसन है त। सेलिङ एन्ड डिस्ट्रिब्युसनमा चाहिँ एडभर्टिजमेन्ट आउँछ है। एडभर्टिजमेन्ट होइन, यो चाहिँ जहिले पनि यही नै आउँछ कि, यस्तो फरक चाहिँ आउँदैन। कति देखेको क्वेसनमा हेर्नु होला 19,000 आएको छ। अब यहाँ टोटल यसलाई टोटल बी भन्छ है। यहाँ लेखिदिन्छु मैले यसरी। अब मैले भनिहालेँ फेरि टोटल ए प्लस बी भनेर लेख्नु होला। कति आउँछ यो छ नि एड गर्नु होला। अब यहाँ चाहिँ अब यहाँ चाहिँ क्यालकुलेट गर्नुपर्छ यसको यहाँसम्मको कति आउँछ। म क्यालकुलेटर गर्छु हेर्नु एकछिन। ल यसको यो गर्दाखेरि कति आउँछ म क्यालकुलेट गरेँ थिएँ 2,18,000 आउँदो रहेछ है त। अब यो जसको चाहिँ यो टोटल भइहाल्यो। यो टोटललाई चाहिँ यहाँ यता लेखेँ नि हुन्छ है। यता लेखामै कन्फ्युज भयो यता लेखेको त। यो र यो गर्दाखेरि यो आयो होइन। अब यो र यो एड गरौँ है त। टोटल ए र बी गर्दाखेरि कति आउँछ म यहाँ लेख्छु ल। कति आउँछ म क्यालकुलेट गर्छु। ल क्यालकुलेट गर्दा चाहिँ यति आउँदो रहेछ। म यहाँ लेख्छु ल 145,200। ल अब यति गरिसक्यो। अब यो भयो किन, अब यो माइनस यो गर्नु ल, किनकि यिनीहरू त एक्सपेन्सेस नै हो नि त, त्यही भएर माइनस यस्तरी गर्नु र आउँछ 72,800 आउँछ है। अब यसलाई चाहिँ के भनिन्छ टोटल अपरेटिङ एक्सपेन्सेस। लेख्दा हुन्छ नलेख्दा हुन्छ, यस्तो केही फरक चाहिँ पर्दैन है। अब चाहिँ यहाँ चाहिँ एड गर्नुपर्छ, के गर्नुपर्छ एड रेभेन्यूहरू गर्नुपर्छ है त। रेभेन्यू अदर रेभेन्यू। ल अब अदर रेभेन्यूमा चाहिँ क्वेसनमा हेर्नु होला
यहाँबाट अलि धेरै क्वेसन आइटम्सहरू दिएको रहेछ है, क्वेसन भन्दा नि आइटम्सहरू भनौँ न। अब यहाँ चाहिँ के दिएको छ भन्दा रेन्ट इन्कम, जस्तै इन्कम भन्ने एउटा वर्ड आउने बित्तिकै चाहिँ मजाले भन्नु होला, प्लिज हाला नगर्नु होला। ल मैले लेखेँ, घरमा चाहिँ भिडियो गराउने इन्भाइरोमेन्ट नै छैन, किचनबाट मम्मीले नास्ता के खाने अरे। अब त्यसपछि आउँछ कमिसन इन्कम होइन त। कमिसन इन्कममा चाहिँ 30,500 दिएको छ है। अब चाहिँ एउटा कुरा चाहिँ एकदम इम्पोर्टेन्ट, यो क्वेसनमा चाहिँ मैले के देखेँ भन्दाखेरि, अब रुक्ने क्वेसनहरू देखेँ म। अब चाहिँ यहाँ आउटस्ट्यान्डिङ इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट छ है त, कति आउँछ मैले क्यालकुलेट गरिसकेको। अनि अब तपाईँले सोच्नु होला यो आउटस्ट्यान्डिङ इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट त कतै पनि छैन भनेर सोच्नु होला, तर यहाँ चाहिँ लुकेको हुन्छ यस्तो क्वेसनमा चाहिँ। कसरी भन्दाखेरि यो तपाईँको डेबिट साइडमा तपाईँले 5% इन्भेस्टमेन्ट देख्नुभयो होला, अनि एमाउन्ट कति दिएको छ म राम्रोसँग हेर्छु है, 88,000 दिएको छ है। अब यसको 5% अफ यो गर्दाखेरि यो आउँछ, यो गर्नै पर्छ है। यति इन्भेस्टमेन्ट मात्रै यो हुन्छ, यति इन्भेस्टमेन्ट मात्रै यो दिएको भए चाहिँ हामीले इन्भेस्टमेन्ट उता त्यो करेन्ट एसेटको तलतिरपट्टि इन्भेस्टमेन्ट टपिक हुन्छ नि हो त्यहीमा लेखिन्थ्यो होइन। तर यति क्वेसनमा चाहिँ 5% इन्भेस्टमेन्ट भनेर 5% देख्यो भने चाहिँ त्यो पर्सनको चाहिँ जति एमाउन्टको त्यो चाहिँ यहाँ लेख्नुपर्छ, यो अदर इन्कममा एड गर्नुपर्छ। यो एकदम टिपै भयो, ट्याक्कै टिप। मजाले यो कन्फ्युज भयो भने चाहिँ कुनै कुनै क्वेसनमा यत्तिकै छोडिदिन्छ, त्यो गर्नु हुँदैन है, एन्सर आउँदैन फेरि है। ल अब अदर एक्सपेन्सेसमा चाहिँ के हो भन्दाखेरि इन्ट्रेस्ट एक्सपेन्सेस होइन। अब क्वेसनमा हेर्नु इन्ट्रेस्ट एक्सपेन्सेस भनेर एक्सपेन्स भन्नु डेबिट साइडमा देख्नुभयो होला, कतिको 7,000 है त। अब त्यहाँ चाहिँ इन्ट्रेस्ट एक्सपेन्सेस भनेर चाहिँ हाम्रो चाहिँ डेबिट साइडमा चाहिँ 7,000 दिएको छ। ल यहाँ चाहिँ हामीले प्लस पनि गर्नुपर्छ, किन गर्नुपर्छ भन्दाखेरि यहाँ चाहिँ क्वेसनमा हाम्रो दिएको छ 42,000 होइन। यो चाहिँ के को भन्दाखेरि चाहिँ आउटस्ट्यान्डिङ इन्ट्रेस्ट अन डिभेन्चरको है त, आउटस्ट्यान्डिङ इन्ट्रेस्ट अन डिभेन्चरको है त। ल यो प्लस गरेर म यता लेख्छु। ल मैले यहाँ चाहिँ यो प्लस गरेर यहाँ गरेँ, यो माइनस गर्नुपर्छ नि त, यहाँदेखि यो माइनस गरेर यो त्यहाँ हुन्छ है त, आरामसँग हेर्नु होला। अब हाम्रो चाहिँ नेक्स्ट स्टेप भनेको चाहिँ अब यसलाई के भन्छ, प्रफिट। यो एन्सरलाई चाहिँ प्रफिट बिफोर ट्याक्स भनिन्छ है, प्रफिट बिफोर ट्याक्स, किनकि हामीले ट्याक्स गरेँ यसलाई भन्छ प्रफिट बिफोर ट्याक्स। अब हाम्रो सेकेन्ड स्टेप भनेको चाहिँ लास्ट स्टेप भनौँ, यसलाई चाहिँ अब इन्कम क्वेसनमा दिएको छ राम्रोसँग हेर्नु होला। इन्कम ट्याक्स एक्सपेन्सेस दिएको छ कति हो 20% अफ रुपिस, 1,14,000 यहाँ लेख्छु मैले, कति आउँछ रुक्ने म यसो क्यालकुलेट गर्छु। म चाहिँ एउटा कुरा भन्न बिर्सेछु, यो हुन्छ नि यो एमाउन्ट र यो एमाउन्ट एड गरेर चाहिँ यता तल लेख्नुपर्छ है, कति आउँछ 1,14,000 आउँछ है त। यो नलेखिकन म तल लेखेर छु कि यो एमाउन्टको चाहिँ 20% गर्ने, 20%, किनकि क्वेसनमा चाहिँ के भन्यो भने इन्कम ट्याक्स एप्लिकेबल @ 20% प्रफिट बिफोर ट्याक्स भनेको कि बुझ्नुभयो नि। प्रफिट बिफोर ट्याक्स चाहिँ यो हुन्छ, यो आउँछ, यही एमाउन्टको चाहिँ 20% लगा भनेको कि क्वेसनमा राम्रोसँग हेर्नु होला। म चाहिँ त्यो एमाउन्ट नहेरेको रहेछु, त्यही भएर पछि यस्तरी हेरेँ रहेछ त है। बुझ्नुभयो नि क्वेसनमा चाहिँ इन्कम ट्याक्स एप्लिकेबल भन्यो के को भन्दाखेरि प्रफिट बिफोर ट्याक्सको जुन जति एमाउन्ट हो त्यसको 20% गर भनेको कि। अब यो क्यालकुलेट गर्दाखेरि कति आउँछ 22,800 रुपियाँ आउँछ है त, 22,000 है, सरी 22,800 है, 20,800। अब यसलाई चाहिँ क्यालकुलेट गर्नुहुन्छ भने कति आउँछ, यसलाई चाहिँ के भन्छ प्रफिट आफ्टर ट्याक्स भन्छ, प्रफिट आफ्टर ट्याक्समा चाहिँ कति आउँछ 91,200। ल हामीले चाहिँ यो क्वेसन गरेर भ्यायौँ। अब यसको चाहिँ हामीले ब्यालेन्स सिट गर्नुपर्छ। ब्यालेन्स सिट गराउन
सिट पछाडि के लेखेको रहेछ। अब ब्यालेन्स सिट गराउनलाई चाहिँ यहाँ म अटे गर्छु न, अटे कार्डको पेजमा गराउँला नि त, अनि त्यही म यहाँ गरिदिन्छु ल। ब्यालेन्स सिट म यहाँ गरिदिन्छु, तपाईँ चाहिँ ब्यालेन्स सिट भनेर खतरा गराउनु होला, मैले चाहिँ गरिनँ ल। म यस्तो तान्दिएँ। ब्यालेन्स सिट गर्न चाहिँ मलाई एकदम झ्याउ लाग्छ, किन भन्नु न, किन भन्दाखेरि मल्टी स्टेप जान्ने भने त्यो ब्यालेन्स सिट त्यसै पनि आउनुहुन्छ कि। मेन फोकस भनेको चाहिँ मल्टी स्टेपलाई गर्नुपर्छ कि। मल्टी स्टेप आयो भने त्यसै एन्सर त मिलिहाल्यो नि, यो ब्यालेन्स सिट त के नै गाह्रो हो र, त हालिदिने हो टक त्यही हो होइन, त्यो पनि गरिहालौँ। करेन्ट एसेट्समा चाहिँ के दिएको छ मजाले हेर्नु, म यहाँ बुकमा टिक लगाइदिएको हो यो कहाँ जान्छ भनेर, सो म गर्न सहिलो भइरहेँ त, म स्वयं गर्छु, नजानेको चाहिँ मलाई सोध्नु होला। अब प्रिपेड इन्सुरेन्सको त बुझ्नुभयो होला। अब एडिसनलमा दिएको छ नि त यो रियल भयो ल। अब एडिसनलमा दिएको चाहिँ माइनस गरेर लेख्नुपर्छ है, 7,000 आयो कि नै। अब त्यसपछि आउटस्ट्यान्डिङ इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट, अब तपाईँले भन्नु होला आउटस्ट्यान्डिङ त लाइबिलिटिजमा होइन भन्न सक्नुहुन्छ, हो आउटस्ट्यान्डिङ लाइबिलिटिजमा जान्छ, तर इन्भेस्टमेन्टको आउटस्ट्यान्डिङ चाहिँ करेन्ट एसेट्समा लेखिन्छ, एकदमै बुझ्नु होला। हेर्नु यसलाई ल, आउटस्ट्यान्डिङ अरू चिजको आउटस्ट्यान्डिङ भयो भने चाहिँ करेन्ट लाइबिलिटिजमा लेखिन्छ, र यो आउटस्ट्यान्डिङ इन्ट्रेस्ट अन इन्भेस्टमेन्टको आउटस्ट्यान्डिङ छ भने करेन्ट एसेट्समा लेखिन्छ। यो कति छ यति छ त। अब क्लोजिङ स्टक एज युजल भइहाल्यो, क्लोजिङ स्टक जहिले पनि हुन्छ, कति छ 70,000 होइन। अब यसलाई चाहिँ एड गर्नुभयो भने यो आउँछ। अब सेकेन्डमा चाहिँ के हो, सेकेन्डमा चाहिँ इन्भेस्टमेन्ट, तपाईँले त्यस्तो गर्नु सक्नुहुन्छ, यो इन्भेस्टमेन्टमा एड गर्न सक्नुहुन्छ। यो आउटस्ट्यान्डिङ छ नि, यो इन्भेस्टको तलतिर लेख्दा नि हुन्छ, यो एकदम बेस्ट हुन्छ। बरु तपाईँलाई त्यसरी कन्फ्युज लाग्छ भने चाहिँ इन्भेस्टमेन्टमै गर्नु होला। इन्भेस्टमेन्ट कति दिएको छ हाम्रो, यता लेख्छु 88,000 दिएको छ है त। अब थर्डमा स्टेपमा आउँछ फिक्स्ड एसेट्स है, फिक्स्ड एसेटमा चाहिँ प्लान्ट एन्ड मेसिनरी कति दिएको छ, यति दिएको छ होइन। अब डिप्रिसिएसन देखा, यसको डिप्रिसिएसन अब एडिसनलमा देखा भने चाहिँ डिप्रिसिएसन भइहाल्यो होइन। अब यसको गर्नु पऱ्यो, यहाँ 0.0 रहेछ, यसको चाहिँ निकाल्नु त भ्यालु कति हुन्छ, मैले निकालेर आइसकेपछि यहाँ 25,200 आउँछ। अब यसलाई पनि क्यालकुलेट गर्नुभयो भने तपाईँले यहाँ लेख्नु 800 आउँछ। अब फोर्थमा आएर हुन्छ के आउँछ भन्दाखेरि ल, अब लास्टमा चाहिँ के हो भन्दाखेरि यसको इन्टेन्जिबल एसेट्स होइन, इन्ट्यान्जिबल एसेट्स होइन, फिक्स एसेट लेख्दा हुन्छ। यसमा चाहिँ के हुन्छ, गुडविल जान्छ, अनि प्याटेन्ट राइट जान्छ होइन, यता यति जान्छ है त। ल गुडविल दिएको छ अहिले, यहाँ गुडविल कति हो 63,000। ल म एकछिन एड गर्छु है। ल मैले एड गरिसकेँ, यसको टोटल भनेको 4,21,200 आउँछ। अब यसको चाहिँ हामीले टोटल भनेर लेख्नु होला यता होइन, म लेखिदिन्छु ल टोटल भनेर। अब सेकेन्ड स्टेप्स भनेको चाहिँ करेन्ट लाइबिलिटिज, यहाँ लाइबिलिटिज भनेर टपिक दिनु, करेन्ट लाइबिलिटिज भनेर लेख्नु है। मैले सर्टकटमा लेख्न थालेँ यता। करेन्ट लाइबिलिटिजमा चाहिँ फर्स्ट भनेको सन्ड्री क्रेडिटर्स 43,000 दिएको छ, र अब आउटस्ट्यान्डिङ इन्ट्रेस्ट अन डिभेन्चर दिएको छ 42,000। अब अरू चिजको आउटस्ट्यान्डिङ भयो भने यहाँ हुन्छ करेन्ट लाइबिलिटिजमा, नत्र यो इन्भेस्टमेन्टको आउटस्ट्यान्डिङ चाहिँ यहाँ लेखिन्छ, अथवा तपाईँले चाहिँ यसको पछाडि लेखिन्छ। यसरी इन्ट्रेस्ट भनेर लेखिन्छ क्या, इन्भेस्टमेन्ट हो यो। ठिक छ। अब 48,000 भएर अब यहाँ चाहिँ आउँछ इन्कम ट्याक्स एक्सपेन्सेस पेएबल भनेर हामीलाई क्वेसनमा दिएको छ, कति दिएको छ 22,800। अब यो एड गर्नु भने कति आउँछ, सरी मैले चिया खाने बिर्सेछु, सेल आएछ
43,000 अनि त्यसपछि 42 भइहाल्यो अनि 22 यति 70,000 आउँदो रहेछ है त। अब सेकेन्डमा आउँछ नन करेन्ट। यो स्केल हो कि साथीहरू, नडराउनु होला। नन करेन्ट लाइबिलिटिज, नन करेन्टमा चाहिँ लङ टर्म डेट पनि भन्छ। अब यहाँ चाहिँ डिभेन्चर मात्रै जान्छ, अनलाइक डिभेन्चरहरू जान्छ, धेरै जस्तो डिभेन्चरै हुन्छ है। कति हो 56,000 छ। अब थर्डमा हेरेर हुन्छ कन्ट्रिब्युटेड क्यापिटल्स अनरसिप भन्छ, लेख्छु लेख्नु होला। अब यहाँ चाहिँ क्यापिटल हुन्छ, कति हो क्वेसनमा हेर्नु होला। म लेखेँ ल। अब यसमा चाहिँ प्रफिट आफ्टर ट्याक्स पनि लेखिन्छ है, कति हो क्वेसनमै है, मजाले हेर्नु होला। यो चाहिँ लास्टमा चाहिँ ब्यालेन्स सिट गर्दाखेरि यो प्रफिट आफ्टर ट्याक्स चाहिँ यो क्वेसनमा गरेको नि कता गयो टोक्नै म देखाउँछु। यहाँ छ यो प्रफिट आफ्टर ट्याक्स, यो आएको एन्सरहरू चाहिँ लेखिन्छ है। यहाँ प्रफिट आफ्टर ट्याक्स भनेको त्यो हो है। कति हो अरे त्यो चाहिँ भइहाल्यो। अब यो चाहिँ यहाँ लेख्छु 10120 चाहिँ म क्यालकुलेटर यहाँ लेखिसकेको। अब सबै क्यालकुलेट चाहिँ म कति आउँछ, सरी 52 गरेछु, 70,000 प्लस 56,000 प्लस यो गर्दा कति आउँछ 1200। तपाईँ हेर्न सक्नुहुन्छ यो यहाँ आएको छ है 427 अनि 200 ल एन्सर चाहिँ आयो है। ल हेर्नु ब्यालेन्स भयो ल। आजको लागि चाहिँ यति दुईवटा भिडियो। अब चाहिँ भोलि चाहिँ म अर्को नेक्स्ट टपिकमा लान सक्छु, अथवा तपाईँलाई चाहिँ फेरि कन्फ्युज भयो भने चाहिँ फेरि यही कन्टिन्युटी गरौँला, नत्र भने नेक्स्ट अब चाहिँ वर्कसिटमा जानु होला। हस्, धन्यवाद, धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। At the end, I want to say bye-bye. Thank you so much for watching this video. Love you all. Bye. Have a good day. And see you. Bye.